जापानको होटल र रेस्टुरेन्टको सर्भिसमा काम गर्न जानुभन्दा अगाडि जान्नै पर्ने सेक्याकु मोशियाके गोजाइमासेन तादाइमा मान्सेकी देश। माफ गर्नु होला, अहिले चाहिँ कुनै पनि सिट खाली छैन भन्ने हो। ओसुकिना ओसेकिनी दोजो, हजुरलाई मन लागेको सिटमा बस्न सक्नुहुन्छ। ओसेकी हो गोआन नाइसिमास, हजुर बस्ने सिट देखाइदिन जान्छु। गोचिमोनो ओखागाइसिमास, गोचिमोनो ओखागाइसितेमो योरुशी देशका पोलाइटमा चाहिँ के म हजुरको अर्डर लिन सक्छु? इजियो दे योरुशी देशका, अहिलेलाई यति भइ पुग्छ। स्टिराइसिमास, एक्सक्युज मी। आइतेरु ओसारा हो ओसागेसिमास, यहाँ खाली भएको प्लेटहरू लैजाँदा हुन्छ। कोचिरा हो ओसागेसितेमो योरुशी देशका, यतापट्टिको खाली भएको पनि लैजाँदा हुन्छ। ओ खाइके वा कोचिरा दे ओनेगाइसिमास, हजुरले बिल कृपया त्यता गएर तिर्दिनु होला। माता नगराइतेन ओमाची सित्ते ओरिमास, प्लिज फेरि पनि आउनु होला। मैले चाहिँ सर्भिसमा काम गर्न थालेको 2 वर्षभन्दा पनि अलिक बढी भइसक्यो। अनि त्यही अनुसारले मलाई थाहा भएको वर्डहरू चाहिँ एकदम धेरै युजफुल वर्डहरू चाहिँ यो हो। मैले चाहिँ रेगुलर बेसिसमा यो वर्डहरू युज गर्नुपर्छ। हजुरहरू पनि रेस्टुरेन्टमा र होटेलमा सर्भिसमा काम गर्नको लागि पार्ट टाइममा छिर्दै हुनुहुन्छ भने हजुरहरूलाई यो वर्डहरू एकदमै युजफुल हुनसक्छ। वर्किङ गर्नेहरूलाई त पहिला नै आइसकेको हुन्छ, गएको हुँदाखेरि नै यो वर्डहरू सबै थाहा भइसकेको हुन्छ। पार्ट टाइम गर्ने स्टुडेन्ट अनि डिपेन्डेन्ट म जस्तो अनि अरूहरूलाई चाहिँ यो वर्ड एकदमै युजफुल हुनसक्छ। योभन्दा बाहेक अरू धेरै कुराहरू छ, हजुरलाई थाहा भएको मेन वर्डहरू कमेन्ट गरिदिनुहोस् है त। थ्याङ्क यू फर वाचिङ, बाई बाई।